यसलाई झ्याउकुरी भन्छ यसको गु फाल्नुपर्छ कि केही छैन केही छैन पातले स्याउला जस्तो ए खबर रहेछ मिठो हुन्छ नि तपाईँले नखाने मान्छेले खान्छ भने तेल चाहिँ चाहिन्छ क्या अरू भन्दा नि तेलमा चाहिँ खार्नुपर्छ कि त्यतिकै मोलेर खाने तेलमा खार्नुपर्छ खार्ने मोलेर मात्रै खानु चाहिँ हुँदैन मिठो हुँदैन पकाएर तेल टक्यायो होइन मैले त तेलमा यसो मोल्ने अनि थालमा त्यतिकै खाने होला भनेको होइन नि यसमा त तेल खरिएर खरेर खाने यो भुत्ला सबै केलाउनु पर्छ यसको भुत्ला नि हुन्छ अनि छ त त्यहाँ हेर्नु न अनि ए यो पखेटा पखेटा म त अरू नै पो मान्छेहरूको जस्तो भुत्ला हुन्छ होला भनेको त त्यो केलाएर चाहिँ खानुपर्छ नि ल खानु पल्किनु भएको रहेछ मिठो हुन्छ नि एक नम्बर मिठो हुन्छ तेल चाहिँ चाहिन्छ कति यो त रात परिसक्यो त अहिले त बन्द गर्ने बेला भएन अब अब हुनु ओ भाइले पक्री गरे फेरि पक्रे